हेर्नुहोस् साथीहरू, यो यो अस्तिको रसुवागढीको बाढीको जुन कारक नदीमा गएको पहिरो, जसले चाहिँ नदी अवरुद्ध भएर लन्द्रे खोला अवरुद्ध भएर चाहिँ बाढी एउटा ताल कृत्रिम ताल बनाएर पछि विस्फोट भएपछि त्यो बाढी गएको थियो। यसरी जुन चाहिँ नेपाल र चीनको रसुवागढी नाकामा प्रवेश 81 गर्नु पुग्यो र चीनतर्फको र नेपालतर्फको सबै सुहा बनायो। यसरी चाहिँ गाडीहरू फिल्म शैलीमा उडायो र त्यहाँका संरचनाहरू ध्वस्त पार्दै करिबन 500 मिटरको उचाइमा रहेको जम्मा भएको पानी आकस्मिक तल विस्फोट भएर जाँदा लगभग 300 मिटरसम्मको उचाइ समेट्दै हिलो र पानीका साथ व्यग्र गतिमा दक्षिणतर्फ बगेको पानीले जुन चाहिँ 8:30 बजी लगभग 7:30 बजीतिर बोर्डर प्रवेश गरेको थियो होला, त्यहाँबाट दक्षिणतिर झर्दै जाँदा काम गर्ने समयमा मजदुरहरू काम कार्यक्षेत्रतिर जाँदै गर्दा यसरी 81 आएको पानीको सूचना केही नभइकन यसरी आएपछि कार्यस्थलमा पुगेका मानिसहरू आफूलाई ज्यान जोगाउन सफल भएनन् भने जो जाँदै थिए तिनीहरूले हतारमा आफ्नो ज्यान बचाउन सफल भएका छन्। जसले चाहिँ नि अत्यन्त तीव्र गतिका साथ आएको जुन हिलोका साथ आएको बाढी थियो, जो चाहिँ यति उचाइ थियो जसमा झोलुङ्गे पुलको हाइटसम्म पनि भेटेर यसरी चाहिँ जबडाले झोलुङ्गे पुल छुटाउन सफल भएको छ। त्यस्तै यिनै जबडाका कारण र पुलहरू जुन भत्किँदै आएका कारण यस्ता पक्की संरचनाहरू जो चाहिँ निकै मजबुतसँग रहेका थिए तिनीहरूलाई पनि यसरी बाढीले चाहिँ पड्काउन भत्काउन सफल भएको छ। यो यति दर्दनाक कुरा हो कि जो चाहिँ नेपाल जस्तो मुलुकलाई यी संरचनाहरू बनाउनलाई निकै गाह्रो पर्छ, निकै समय लाग्छ। यति मानवीय क्षति भयो, यति भौतिक संरचनाहरूको क्षति भयो जो आङ्कलन गर्न सकिँदैन। जो चाहिँ पानी यहाँसम्म आइपुग्छ वा यतिसम्म नाश गर्छ भन्ने परिकल्पनासम्म गर्न नसक्ने स्थानहरूसम्म पनि पानीको बहाव देखिन्छ। जो चाहिँ मान्छेहरू यसरी चाहिँ भिर पाखामा अलिकति पनि ठाउँ छैन नदीको छेउमा झुक्किएर आफ्नो ज्यान जोगाउने, जो चाहिँ भिर पाखामा यसरी जबरजस्ती अडिएका छन्। पावर हाउसहरू यसरी चाहिँ भत्किएको अवस्था छ, जो नेपाललाई त्यो मेन्टेन गर्न धेरै गाह्रो पर्छ, धेरै समय लाग्छ। गाडी घोडाहरू घरहरू यसरी डुबानमा परेका छन्। नदीको बहाव यति तीव्र रूपमा प्रस्तुत हुँदा आइरहँदा विपरीत गतिका जो गाँसिन आएका विपरीत दिगी गाँसिन आएका सानो नदीहरूको बहावलाई पूर्णतया बन्द गर्न सक्ने प्रभाव थियो। त्यस्तो प्रभाव जो चाहिँ प्रकृतिको कहर, यस्तो डरलाग्दो रूप जो मान्छेले सायदै देखेका हुन्छन्। सयौं सालदेखि बसोबास गरिरहेका मानिसहरूको घरबार विध्वंस पार्दै आफ्ना छोराछोरी, बुवा आमा, नातागोटा, इष्टमित्र सबैलाई एकै साथ एउटै जीवन बनाउँदै यसरी नदीको बहाव गइरहँदा कुन चाहिँ मान्छेको आत्मा नरोला। जो यस्तो समय थियो कि नानीहरू स्कुल जाने बेला भएको थियो, कसैले स्कुल बिदा गरिसकेका थिए, कोही स्कुलतिर जाँदै थिए, कोही आफ्नो कामतिर जाँदै थिए, कोही खाना खान बस्ने बेला भएको थियो। हेर्नुहोस् 81 त्यसरी आएर यसरी अहिले नेपाली सेनाले तिनीहरूलाई नै लासको रूपमा करिबन 1-आधी घण्टा अगाडि र 1-2 घण्टा पछाडिको फरकमा यसरी ती मानिसहरू लासको रूपमा टाँसिन पुगे। यो सपना हो या विपना हो, कस्तो अवस्था हो, कसलाई दोष नै भने जस्तो। तर पनि यो ग्लोबल वार्मिङको असर नै हो र यो चाहिँ वास्तवमा रासायनिक ऊर्जा उत्सर्जन गर्ने राष्ट्रहरू यसका जवाबदेही
हुनुपर्छ भन्ने मलाई लाग्छ। तिनीहरूले नै वास्तवमा यसको क्षति बोक्दै व्यवस्थापन गर्नुपर्छ जस्तो लाग्छ। अब नभए हाम्रा जस्ता यस्ता गरिब राष्ट्रहरू सधैँ यसरी शिकार पर्छन्। हेर्नुहोस्, यहाँ आधालास छ, ढुङ्गाले चेपेर आधालास भनेको छ। यहाँ हेर्नुहोस्, यहाँ हिलोमा पुरिएका मानिसहरू उद्धार गर्ने क्रममा छ नेपाली सेना। यो अत्यन्त मर्माहत दृश्य हो। घरमा थुनिएर पुरिएर बसेका मानिसहरूलाई जीवित उद्धार गर्ने क्रममा छ। एकातिर यो दर्दनाक अवस्था छ भने अर्कोतिर यिनै जबडाभित्र रहेका कुनै लासहरूलाई साइड लगाउँदै पन्छाउँदै, हात खुट्टा टुक्रिएकालाई पन्छाउँदै मानिसहरू सिलिन्डरका लागि यसरी दौडिएका छन्। कोही माछाका लागि दौडिएका छन्। हेर्नुहोस्, यहाँ सिलिन्डरमा झगडा गरी तानातान छ। सरकार यी यसरी भेला गरेका सबै सिलिन्डरहरू तिनै पीडितहरूलाई कलेक्सन गरेर दियोस्, भागभण्डा गरियोस्। तिनीहरूलाई केही मलमपट्टि मिल्ने थियो। त्यसो गरिएमा जे भेटिन्छ तिनीहरूलाई सरकारले, सुरक्षाकर्मीले कलेक्सन गरेर तिनै पीडितहरूलाई हस्तान्तरण गर्नेदेखि उनीहरूलाई केही न केही राहत मिल्ने थियो। जसको हो चिन्न सकेसम्म चिनेर यहाँ हेर्नुहोस्, यो भन्न पनि कसरी भन्ने, यो अमानवीय कुरा। हेर्नुहोस्, यहाँभन्दा गर्ने ठाउँै छैन। यो मान्छेको भाँडोले गर्ने कामै होइन। भर्खरै सुनेको छु सरकारले यिनीहरूलाई कारबाही स्वरूप पक्रेर जेल चलान गर्ने तर्खरमा छ भन्ने कुरा। यो अत्यन्त खुसीको कुरा हो। र जब तालबाट बाढी सकियो त्यसपछिको अवस्था